अमेरिकाले महत्त्वपूर्ण सहयोग गरिरहेको छ। इजरायली प्रधानमन्त्री नेतन्याहु भन्छन्, अमेरिकाको संयुक्त राज्यले ठूलो काम गरिरहेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकाले इजरायललाई महत्त्वपूर्ण सहयोग गरिरहेको दाबी गरेका छन्। अमेरिकाले बिहीबार सोरोकस्थित अस्पताल बाहिर घोषणा गरेको छ कि इरानको आक्रमणबाट धेरै इजरायली प्रभावित भएका छन्। नेतन्याहुले एनबीसी न्यूजको एक बयानलाई उद्धृत गर्दै द गार्जियनसँग कुरा गरेका थिए, जसमा लेखकले भनेका थिए कि अमेरिकाले पहिले नै इजरायलको आकाश र शहरहरूको सुरक्षामा योगदान गरिरहेको छ। आफ्नो दैनिक वार्ताको क्रममा नेतन्याहुले आफू र अमेरिकी राष्ट्रपतिसँग नियमित भेटघाट भएको खुलासा गरे। उनले ट्रम्पको उनीसँगको साझेदारीप्रति आफ्नो प्रशंसा पनि व्यक्त गर्दै भने, मेरो राष्ट्रपति ट्रम्पसँग दैनिक कुराकानी छ र हाम्रो साझेदारी अविश्वसनीय छ।